अफेयर पर इफेयर पर ठ्याक्क पेट्रोल पनि सक्दिरहेको यार कस्तो के ब्याड लक है हेलो एन्ड नमस्ते है गुड मर्निङ एभ्रिवान सबैजनालाई अनि मैले बिहान पनि हल्का भनिसकेको छु है अनि अहिले चाहिँ म अब धुलीखेलको लागि निस्केको छु है एकदम अलि लेट भइसक्यो 9 बजे ठ्याक्क 9 बजे चाहिँ धुलीखेल बस पार्कमा भेट्ने भन्ने हाम्रो कुरा भएको थियो है अनि अहिले अराउन्ड 8:40-45 त भइसकेको छ होइन अनि स्टिल वी आर इन जोरपाटी राइट नाउ है अनि अब जाने हो सट्ट पेट्रोल हाल्ने हो अनि हामी उतै गएर टक्क भेट्ने ठ्याक्क पेट्रोल पनि सक्दिरहेको यार कस्तो के ब्याड लक है फुल ट्याङ्की हालिदिनु है ब्रदर अब त गणेशले बाइक चलाउँछ होइन म चाहिँ पछाडि बस्छु केटा है अहिले चाहिँ हामी साँगाभन्दा मुनि छौँ है अनि एउटा कुरा चाहिँ के भने अघि हुन्छ नि गोप्रो चाहिँ फुल अनको अनै भएछ होइन अनि त्यही कारणले गर्दाखेरि चाहिँ अहिले नै फेरि समस्या आउला कि जस्तो लाग्थ्यो मलाई होइन तर केही छैन किनकि मसँग एक्स्ट्रा ब्याट्री छ गाइज होइन डोन्ट वरी म जसरी पनि आजको ब्लग नेपाल गएर होइन सकेसम्म राम्रो बनाउने कोसिस गर्नेछु है अनि अरूभन्दा पनि हजुरहरूले त्यही हो सब्सक्राइब गरिदिनु पऱ्यो है अहिले चाहिँ हामी दोलखा कालिम्चोक दर्शन सुमुको पछाडि छौँ है ला 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 ओ माय गॉड व्हाट द हेल गोइङ अन गाइज ओ वो हल्का रमाइलो हैन वाउ यार कस्तो दामी प्लेस गाइज वाउ 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 गाइज वाउ वाउ गाइज hey सिकल दा माय लॉर्ड ओ ओ ओ ओ ओ ओ ओके एनएस गएर फेरि पनि दिनुहोस् होइन नेपालको झन्डा फर्काएर आएको एकदम आइ सो ह्याप्पी है मैले नेपालको झन्डा नै हालेको छु यस 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 आई लभ नेपाल गाइज जय नेपाल कोही छैन है अब उता गएपछि त रमाइलो हुन्छ सन्न केटाहरू हुन्छ नि त फेरि मेरो नै जय नेपाल फर्काउन छोड्यो यार माइलो फेरि बुढो वाउ एनएस कस्तो मिठो गइदिएर है Ana. गाइज है जय नेपाल है सबैजना जोसी ल्याएको छ यहाँनिर मैले चाहिँ जोसी ल्याएको छ मोडा छैन है ओ मेरो साथी अगाडि छ एक लाइनमा रे एक लाइनमा गाइज है ल हेरौँ सबैजना टन्न मान्छेहरू छ है त्यही हो गाइज अब हामी साह्रो लाग्छौँ है वेस्ट क्रस साइड एउटा रहेछ है के भन्नु आफ्नो त मैले त बेसी हालेँ क्रस साइड यो गाइज
तपाईँहरू बस्छ अहिले मलाई जोस आयो नि ठाउँ बिचमा कहाँनिर गयो भुली हाल्ने तपाईँले थाहा छैन फेरि यस यस है हामी चाहिँ अहिले धुलीखेलबाट निस्किसकेका छौँ होइन हेलो अहिले चाहिँ हामी धुलीखेलबाट निस्किसकेका छौँ है अनि जस सबजना जोसिसकेका छन् हेर्नु बाइकहरू बाइक कतिवटा छ हामीसँग अलिक टोटल आज जम Good. Once more. Yes. दुध चिया छ गाइज है स्पेसल हो यहाँ चाहिँ नरिवाल सरिवाल छ अनि चना अन्डा प्लस ब्रेड अनि यहाँ चाहिँ स्पेसल अर्कै कुरा छ भन्न मिल्दैन है गाइज हाम्रो गाइजहरू ओके अहिले चाहिँ हामी ब्रेकफास्ट गरेर निस्क्यौँ है निस्किसक्यौँ अहिले चाहिँ हामी अब सर जाने हो होइन अनि बाटोमा केही स्पेसल एनिथिङ देख्यो भने म हजुरहरूलाई भनिदिन्छु होइन अनि त्यही हो गाइज अब त के हो यस्तै हो रमाइलो भइरहेको छ लास्ट किनभने बाइक चाहिँ खतरा दार्ने क्या भयो गाइज है रोडै हाम्रै जस्तै हो है बाइक एकदम धेरै छ हाम्रो आई थिङ्क 100 वटा त बढी नै होला बाइक है 100 वटाभन्दा बढी छ बाइक है अनि के हो हेर्नुहोस् क्यान्सी गाइज है एक लाइनमा जाने भने कसैले कस्तो ओभरटेक नगर्ने भन्ने कुरा हो हेलो ब्रो कसैले कसैलाई ओभरटेक नगरौँ भन्ने सोचौँ अब के गर्नु र है केटाहरूले गर्छ है तर केटाहरू क्या रमाइलो भइरहेको छ गाइड लास्ट है त्यही हो ओके है अहिले चाहिँ हामी कहाँ छौँ आई डोन्ट नो गाइज होइन बाटो त अब लोकेसन त छैन मेरो नेपाल आई लभ माई नेपाल गाइज है मैले आज भर्खर हालेको यो फरफराएन भने मलाई टेन्सन हुन्छ क्या अरू हुन्छ नि फरफराउनु पऱ्यो क्या अरू भने जस्तै हो मेरो नेपाल फरफराउनु पऱ्यो मेरो नेपालको झन्डा फरफराउनु पऱ्यो त्यही हो गाइज है अनि जो रमाइलो भइरहेछ अरू भन्दा नि हजुरहरूले साथ सपोर्ट एन्ड सब्सक्राइब गरिदिनु पऱ्यो है यही त सब्सक्राइब गरिदिनु पऱ्यो होइन हजुरहरूको सब्सक्राइबको लागि नै हो यो सबैको हुन्छ हजुरहरूको लागि नै हो होइन क्रस फायर यस यो हो नि त होइन क्रस फायर मैले त बेचिसकेँ नि त गाइज है मसँग त छैन बिचरा के गर्नु यार क्रस फायर छोडेको मात्र देखेर के गर्नु है उसलाई कति तनाव होला है कम त तनाव दिन्छ क्रस फायरले गाइज आई नो द्याट के किनकि दुईवटा क्रस फायर चलेर माया रहेर लास्टमा दुःख पाएर बेचा हो मैले होइन भनिरहेको छ यार टर्न हान्दिने अनि केटाहरूले त है राइडर भनेको राइडर हो क्या गाइज होइन अहिले चाहिँ हामी यो ठाउँको नाम चाहिँ अगेन मलाई थाहा छैन सरी फर द्याट जो छैन रमाइलो भइरहेछ एक लाइनमा गइरहेछौँ होइन अनि बाइक एकदम धेरै भयो क्या त्यही भएर नि रमाइलो पनि छ है नरमाइलो पनि छ केटाहरू के भयो है समथिङ रङ के आवाज हो र चेनबाट आवाज आएको र के बाइकबाट के आवाज जस्तो लागिरहेछ ओके नो प्रब्लम केही छैन है केटाहरूको राइड लास्ट हिट छ यार है नबाल के केटाहरूले रानी चलाउने बाइक यार
मसँग पनि क्रस फायर भएको भए त एटिट्युड देख्दै हुन्थ्यो होइन। अनि अहिले म सुत्रिसकेँ गाइस, किनकि मलाई धेरै युट्युब पनि आइसकेको छ नि त, वारेन्ट पनि आइसकेको छ होइन घरबाट। अनि त्यो साथीभाइले पनि भनिरहेको छ नि त, त्यही भएर वाउ गाइस कति दामी हिमाल यार, कान्छी गाइस है। त्यो स्वर्गमा जस्तो लागिरहेको छ सर्भर, हाम्रो आइफोनबाट पनि हान्न गाइस। दामी छ है प्लेसहरू, वाउ एकदम ब्युटिफुल छ है। एकदम सिन्धुली जाने बाटो हो कि यो, थाहा पाइसकेँ मैले। सिन्धुली जाने बाटो हो कि भएछ यार, समथिङ रङ गाइस। के भएर रहेछ, झर्या हो क्या अरे, हानेको हो। ओ मेरो भाइ के भयो, ठोक्या हो र सेट यार। एउटा फिर्नुपर्छ क्या होइन, कतिपल्ट सोध्छु। अब आज हामी जाने भ्याउने तपाईँको आउट डिस्ट्रिक्टमै आएर सोध्छु तपाईँलाई, जति पर्छ त्यति तपाईँलाई तिर्दिन्छु, तपाईँ आफै गएर बनाउनुहोस् भयो हुन्छ। त्यही त बनाउने म होइन। हाम्रो साथीले चाहिँ हामी चाहिँ यहाँ मलाई यहाँ इफेक्ट परेर चाहिँ पनि यहाँ रोक्न मिल्छ त होइन। तपाईँले यो मैले यो बेला दुःखको कुरो है केटाहरूले चाहिँ कस्तो अब एक्सिडेन्ट भएछ होइन। मेरो एउटा साथीको गोब्रो पनि हराएछ, अनि हाम्रो केटाहरूको एकजनाको गोब्रो पनि हराएछ होइन। अनि गोब्रो टक्क हरायो भने ऊ झसङ्ग भएर उसले टक्क रोक्न खोज्दाखेरि चाहिँ अगाडिबाट टक्क गरेर ठोकेछ। अनि कस्तो तनाव भयो है। अनि 1500 कि समथिङ 1500 दिनु पऱ्यो, हामीले पे गऱ्यौँ होइन। अनि आयो हेलो गाइस, अनि है अनि नेपालको झन्डा फटफट आइरहेको छ है। मसँग सानो छ हाम्रो ब्रदर है। अनि त्यस्तै हो गाइस है, अलिकति जय नेपाल है, आई लभ भेरी मच है। लाग्छ प्यारो अफकोर्स यार, त्यो चाहिँ प्यारो लाग्छ नि यार। अहिले त ओटा खाना छैन, वाउ है नाइस भ्यू। अब हामी कहाँ गएर भने उतै नेपाल थुकमा गएर खाना खानेछौँ। ओभरटेक नगरौँ है, ओभरटेक नगर्ने भन्ने हाम्रो निर्णय छ। किनकि ओभरटेकले गर्दाखेरि चाहिँ अघि नै प्रब्लम भइसक्छ नि त। यो भित्री त यस्तै हो नि त, भित्री यस्तै हो क्या, झल्काउने बाइक हो नि त। यतिको रमाइलो भइरहेको छ, राइड पनि एकदम मिठो छ अहिले चाहिँ गाइस है। अनि ओभरटेक नगरौँ है, अहिले ओभरटेक गरेँ कि फेरि अर्कोले देखाउँछ, मैले गर्दा अर्कोले अर्कोले है। ओके अगाडि जा भनेर भन्नुभयो उहाँले होइन। तपाईँ चाहिँ अगाडि मेरो भाइ छ है, प्रयास भाइ। ओ मेरो भाइ, हाई गर, के छ मेरो भाइ, ठिक छ नि? ल ठिक छ यार, ल वाउ हाम्रै केटाहरू जस्तो लाग्छ है। एनएस यार धेरै जस्तो है, सब एनएस धेरै एनएस छ। वाउ है, बाटो पनि कस्तो ब्युटिफुल, वाको टर्निङ अक्खा छ गाइस होइन। बाटो अक्खा छ, केटाहरू अक्खा छन्, तर केटाहरू जोसिन्छन् क्या। त्यही त हो नि, केटाहरू कस्तो हुन्छ थाहा छ नि अब। राइडको लागि दामी रहेछ है। त्यो मलाई सिन्धुली जाने बाटो यही हो कि जस्तो लाग्छ क्या, आई थिङ्क होइन। पहिला छ नि त्यो तुले छ नि गणेश, तुलेर म आएको थिएँ कि एकचोटि, तर हेर्न कस्तो दामी बाटो, वाउ यार
अमेजिङ छ यार कसम है त्यही भएर केटाहरू यस्तो जानेको होला त्यो चाहिँ 2020 का है मेरो भाइ कहाँ पुगिसक्यो है 90 फलोर गाइनर गएर कुदिरहेको रमाइलो छ धेरै रमाइलोको त कुरै नगरौँ अर्कै रमाइलो छ होइन हामी यस्तै त हो नि बोलो रमाइलो भइरहेछ राइट गाइज होइन लास्ट एकदम मिठो भइरहेछ हजुरहरूले मेरो भिडियो अब हेरेर होइन सब्सक्राइब गरिदिनुपर्छ हस् अनि हजुरहरूलाई म नयाँ कन्टेन्ट लिएर राम्रो मिठो कन्टेन्ट लिएर आउने चाहिँ सब्सक्राइब गरिदिनुपर्छ है हजुरहरू अनि हजुरहरूलाई म यस्तो भिडियो बनाउँछु चक छिरो सर्लक्कै छिरे गाइज ल बिस्तारो केटा सुहाएर छ ब्रदर केटाहरू जोस छ है समस्या अझै फर्काउँछ केटाहरूले यो टिबरलाई ओके गाइज है अहिले चाहिँ सबैभन्दा फर्स्टमा चाहिँ हामी छौँ होइन एउटा डुक आउँदैछ डुक पछाडि डुक छ नगरचुम्ती डुक है होइन अब डुकलाई खेदिन्छ गायन एक लट रन गाइन्छ होइन डुक भिएस एनएस डुकलाई खेदिन्छ गायन